हेलो एभ्रिवान सबैलाई नमस्कार एन्ड वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ हामी नयाँ टपिकको कुरा गर्छौँ। हाम्रो चाहिँ नेपाल विद्युत प्राधिकरण अर्थात् एनइएको चाहिँ कर्मचारीको स्यालेरी, मासिक तलबहरूदेखि लिएर भत्ताहरू है सम्पूर्ण आर्थिक डिटेलहरू चाहिँ हामी चाहिँ ब्रेकडाउन गर्छौँ। तपाईँ चाहिँ यदि एनइएको लागि तयारी गर्दै हुनुहुन्छ या सोचिरहनु भएको छ भनेपछि यस भिडियो नोट हेल्प यु। र तपाईँलाई चाहिँ हेरेको कन्टेन्टहरू मन पऱ्यो भने भिडियोलाई सब्सक्राइब र लाइकहरू पनि गरिदिनु होला। र यदि केही जिज्ञासा छ भने त्यो कमेन्ट पनि गर्न सक्नुहुन्छ। त्यसरी हामी भिडियो स्टार्ट गरौँ। ल हाम्रो चाहिँ सुरुमा अहिले चाहिँ के कस्तो छ भन्दाखेरि नेपाल विद्युत प्राधिकरणमा चाहिँ इन्ट्री हुनको लागि चाहिँ फिफ्थ लेभलको लागि चाहिँ अब चाहिँ हाम्रो अन्तिम हाम्रो लास्टको लेभल राखेको छ होइन। जस्तै तपाईँको चाहिँ एनएमा अब भ्याकेन्सीहरू फिफ्थ लेभलबाट मात्रै खुल्छ। पहिला चाहिँ फोर्थ लेभल थर्ड लेभलहरूको चाहिँ थियो र अहिले चाहिँ नयाँ रुल अनुसार फिफ्थ लेभलबाट चाहिँ हाम्रो इन्ट्री पोइन्ट भनेर गरिएको छ। यसले चाहिँ एकदम चाहिँ हाम्रो लागु पनि भइसकेको छ। र अहिले चाहिँ भ्याकेन्सी खोल्दाखेरि फिफ्थ लेभलबाट चाहिँ इन्ट्री गर्न चाहिँ खोलिएको छ। र तपाईँले फिफ्थ लेभल दिनु पऱ्यो भने चाहिँ मिनिमम तपाईँले डिप्लोमा चाहिँ गरेको हुनु पऱ्यो। तपाईँसँग इन्जिनियरिङको डिग्री छ भने पनि त्यो एकदमै फाइन भयो है। ल यसमा चाहिँ अब हाम्रो तपाईँ इन्ट्री यदि 5 लेभलमा चाहिँ तपाईँ चाहिँ पाँचौँ तहमा चाहिँ इन्ट्री गर्नुभयो भनेपछि तपाईँको स्टार्टिङ स्यालेरी पहिलो वर्षमा तपाईँको स्यालेरी चाहिँ 34,730 रुपियाँ हुने गर्दछ। र ग्रेड काउन्ट चाहिँ 6वटा हुनुपर्छ। भन्नुपर्दा तपाईँको यो स्यालेरी चाहिँ प्रत्येक महिना सरी प्रत्येक वर्ष 1,158 रुपियाँले बढ्दै जान्छ। त्यस्तै तपाईँको 34,730 रुपियाँ छ भनेपछि तपाईँको 6 वर्षमा यो स्यालेरी बढेर 41,678 रुपियाँ हुने हुन्छ। र यसमा चाहिँ हामीले चाहिँ मन्थली भत्ताहरू है घर भाडाहरू ओभर टाइमहरू प्लस इपिआरहरू सबै जोड्नु बाँकी छ। जोडिसकेको चाहिँ यो स्यालेरी अझै एट्र्याक्टिभ देखिन्छ। अब अहिले चाहिँ झन् 41,000 देखिन्छ। अब यो चाहिँ कम्पेयर एकदमै लो हो यो स्यालेरी चाहिँ। र यसमा चाहिँ हामी भत्ताहरू जोड्नु भनेपछि यसमा अलिकति एट्र्याक्टिभ चाहिँ देखिन्छ एकदम। र यो सँगसँगै हाम्रो आउँछ हाम्रो लेभल चाहिँ एजुकेट लेभल हो। यसमा चाहिँ हाम्रो आन्तरिक मात्रै हुने गर्दछ, यसमा खुला मिल्दैन। र यसको चाहिँ स्टार्टिङ स्यालेरी चाहिँ हाम्रो 43,689 हुने गर्दछ भने सुप्रियर काउन्ट चाहिँ कति हुन्छ 5वटा हुन्छ। र 5 वर्षपछि तपाईँ छिटो लेभलमा प्रवेश गरेको 5औँ वर्षपछि चाहिँ तपाईँको स्यालेरी 50,969 रुपियाँ हुने। र आयो हाम्रो 7औँ लेभल। 7औँ लेभल चाहिँ तपाईँको पनि एजुकेट लेभल हो, इन्जिनियर लेभल हो। र यसमा चाहिँ तपाईँलाई कम्प्लिट गर्नुको लागि चाहिँ मिनिमम ब्याचलर डिग्री गरेको हुनु पर्यो। र तपाईँसँग चाहिँ काउन्सिलमा दर्ता भएको लाइसेन्स पनि जरुरत पर्छ है त। तपाईँसँग यदि ब्याचलर डिग्री छ तर लाइसेन्स छैन भनेपछि तपाईँले 7 लेभलमा दिन पाउनु है। तपाईँ चाहिँ फिफ्थ लेभलबाट इन्ट्री गर्नु। र 7औँ लेभलको तपाईँको स्टार्टिङ स्यालेरी पहिलो वर्षको स्यालेरी चाहिँ तपाईँको 45,851 हुने गर्छ। र यसको पनि तपाईँको 5वटा पनि ग्रेड हुने गर्छ। र यसको स्यालेरी चाहिँ तपाईँको अन्तिम पुगेर चाहिँ हामीले कति हुन्छ त भन्दाखेरि 43,491 रुपियाँ हुन्छ। अब यसमा चाहिँ ग्रेड रेट चाहिँ तपाईँको 5 वर्षसम्म चाहिँ ग्रेड रेट बढ्ने गर्छ। 1,528 रुपियाँले बढ्ने गर्छ। र यसमा चाहिँ हाम्रो 8औँ लेभल छ। 8औँ लेभल चाहिँ हुन्छ यो पनि एजुकेट लेभलको इन्जिनियरिङ लेभलको यसको हाम्रो स्टार्टिङ स्यालेरी चाहिँ 58,737 रुपियाँ हुन्छ। र ग्रेड चाहिँ 4वटा हुन्छ भने ग्रेड रेट चाहिँ प्रत्येक वर्ष 1,625 रुपियाँले बढ्ने गर्दछ। र अन्तिम स्यालेरी चाहिँ तपाईँको 54,870 रुपियाँ हुनेछ। र 5औँ वर्षपछि तपाईँको स्यालेरी बढ्दैन है त। र तपाईँ चाहिँ पछि चाहिँ 8औँ लेभल पुग्नुभयो भने तपाईँ आन्तरिक बढुवा पनि हुने गर्दछ। प्लस तपाईँ खुलामा पनि पुग्छ। र खुलामाबाट पनि तपाईँले चाहिँ प्रतियोगिता गरेर चाहिँ तपाईँ चाहिँ 9 लेभल बस्दै र तपाईँको 5औँमा चाहिँ तपाईँको 9th लेभल हुनुहुन्छ। 9th लेभलको चाहिँ हाम्रो 52,427 रुपियाँ रहेको छ। यसको पनि 4वटा नै हाम्रो ग्रेड काउन्ट छ भनेपछि प्रत्येक वर्ष यसको ग्रेड रेट चाहिँ 17,47 रुपियाँले बढ्ने गरिदिन्छ। र अन्तिममा तपाईँको 4 वर्षपछि यसको स्यालेरी कति हुन्छ र भन्दाखेरि 59,415 रुपियाँ चाहिँ यसको स्यालेरी हुन्छ। र हाम्रो 10th लेभल छ। 10th लेभलको चाहिँ हाम्रो 57,767 रुपियाँ चाहिँ अनि त्यसपछि हामी चाहिँ 10th लेभलको चाहिँ स्टार्टिङ स्यालेरी चाहिँ 56,787 रुपियाँ हुने गर्दछ। यसको ग्रेड काउन्ट पनि 4वटा नै हुन्छ भने चाहिँ यसको ग्रेड रेट चाहिँ तपाईँको 18,93 रुपियाँ चाहिँ बढ्ने गर्दछ प्रत्येक वर्ष 4 वर्षको लागि। र अन्तिममा फाइनल स्यालेरी यसको हुन्छ 64,359 रुपियाँ है त। र 7 लेभलमा चाहिँ सरी 7औँको चाहिँ 11औँ लेभलमा चाहिँ हाम्रो 60,490 रुपियाँ। र यसको ग्रेड 3वटा मात्र हुने गर्दछ भने एउटा ग्रेडको चाहिँ यसको
रकम चाहिँ 2016 रुपियाँ युनिट रहेको छ। अन्तिम स्यालेरी चाहिँ ६३,५६८ युनिट र हाम्रो 12औं लेभल भनेको चाहिँ हाम्रो सहायक युनिट सब पोस्ट हो है। त्यसपछि स्यालेरी चाहिँ हाम्रो 72,082 रुपियाँ युनिट रहेको छ भने जम्मा 2वटा मात्रै ग्रेड काउन्ट हुन्छ र प्रत्येक ग्रेड काउन्टको चाहिँ 2,403 रुपियाँ हुने गरी छ। र यसपछि फाइनल 2 वर्षपछि 76,888 रुपियाँ चाहिँ हुने हुन्छ है त। अनि यो 12 लेभल चाहिँ हाम्रो एनयुमा चाहिँ न्यूनतम निर्देशन भएको छ र उहाँ चाहिँ एकैवटा न्यूनतम चाहिँ 12 लेभलको अफिसरको हुनुहुन्छ है त। र मैले यसमा चाहिँ तपाईँको कुनै पनि प्रकारको महँगी भत्ता जोडेको छैन, भत्ता जोडेको छैन, ओभरटाइम केही जोडेको छैन, इपिआर जोड्ने बाहेक छ। त्यो कारणले गर्दा यो स्यालेरी स्केलहरूमा चाहिँ मेजरली फोकस गर्नु 5th लेभल 7th लेभल 6th लेभलको लागि हो। र यसमा चाहिँ हाम्रो चाहिँ स्यालेरी थोरै देखिन्छ यसरी हेर्दाखेरि र सबै कुराहरू जोड्दाखेरि चाहिँ धेरै देखिन्छ। र नेक्स्ट चाहिँ हामी अब के हुन्छ अन्य भत्ता हो त्यो पनि हेर्छौँ एकचोटि। तर अन्य भत्ता अनुसार चाहिँ हाम्रो चाहिँ तपाईँको एउटा हुने गर्छ महँगी भत्ता। यो चाहिँ सम्पूर्ण एनयुमा जति पनि स्थायी कर्मचारी सबैले पाउनुहुन्छ। घरबाट पनि तपाईँले एनयुले प्रोभाइड गरेको हाउसिङ प्रयोग गर्नुभयो भने त्यो पैसा पनि तपाईँले पाउनुहुन्छ। र पोसाक भत्ता सञ्चय पुस्ताहरू अरू पनि पाउनुहुन्छ है त। र सुरुमा चाहिँ हामी महँगी भत्ता यो महँगी भत्ता चाहिँ एनयुको कर्मचारीहरू सबैले पाउनुहुन्छ। पहिले चाहिँ तपाईँको 2,000 रुपियाँ मात्रै थियो है। अहिले चाहिँ तपाईँको 3,000 रुपियाँ थपेर साउन्डदेखि अब आउने साउन्डदेखि चाहिँ 5,000 रुपियाँ पाउनुहुन्छ है त। अब जति पनि साउन्ड आउँछ साउन्डपछि महँगी भत्ता बढेर चाहिँ 5,000 रुपियाँ हुनुपर्छ। र यो पैसा 5,000 रुपियाँ चाहिँ तपाईँको जुन 34,730 रुपियाँ चाहिँ यसमा त एड हुने गर्छ है त। र त्यसपछि हाम्रो घर बनाउनु आउँछ है। यो घर बनाउनु के छ भन्दाखेरि यहाँनिर आफैले पनि हाउसिङहरू प्रोभाइड गरिदिनु कर्मचारीहरूको लागि यहाँनिर हाउसिङ प्रोभाइड गर्छ। अब त्यो हाउसिङमा या त्यो क्वार्टरमा तपाईँ बस्नुभयो भने चाहिँ यो 7,000 रुपियाँ तपाईँले पाउनुहुँदैन। तर यदि तपाईँ होइन म चाहिँ भेडाभाडा लिएरै बस्छु यहाँनिर चाहिँ बस्छु भन्नुहुन्छ भनेपछि चाहिँ तपाईँले यो 7,000 रुपियाँ एज अ रेन्ट एलाउन्स भन्ने चाहिँ प्रत्येक महिना तपाईँले पाउनुहुन्छ। र यो 7,000 रुपियाँ पनि यसमा आएर हाम्रो पेड हुन्छ क्या त्यो हुँदैन। त्यसपछि आउँछ हाम्रो पोसाक भत्ता। त्यो पोसाक भत्ता चाहिँ युनिफर्म एलाउन्स चाहिँ हाम्रो चाहिँ प्रत्येक वर्ष पाइन्छ। यो चाहिँ प्रत्येक महिना पाउनु भयो भने यो चाहिँ प्रत्येक वर्षमा यहाँनिर तपाईँलाई सम्पूर्ण कर्मचारीहरूले आफ्नो कार्यालयमा चाहिँ एउटा पोसाक निर्धारण गरेको हुन्छ। र त्यो पोसाकको लागि चाहिँ युनिटले 10,000 रुपियाँ चाहिँ प्रत्येक वर्ष दिनुहुन्छ। र अर्को एकदमै इम्पोर्टेन्ट चाहिँ हाम्रो सञ्चय कोष। त्यो सञ्चय कोष प्रत्येक कर्मचारीहरूले एकदमै इम्पोर्टेन्ट कुरा हाम्रो किनभने पहिला जस्तै पेन्सन भन्ने चाहिँ छैन। र सञ्चय कोषमा चाहिँ तपाईँले चाहिँ आफ्नो पैसाको जस्तै तपाईँले प्रत्येक महिनामा 34,730 रुपियाँ कमाउनुहुन्छ भनेपछि त्यसको 10% चाहिँ के हुन्छ एनयुले आफ्नो स्यालेरी काट्छ है। भन्नुको मतलब 3,473 रुपियाँ चाहिँ एनयुले काटिदिन्छ। काटेर के गर्छ त भन्दाखेरि यो हाम्रो सञ्चय कोष इपिआर पनि भन्छ इपिएफ पनि भन्छ हो। इपिएफमा पनि त्यसको एड गर्नुहुन्छ है त। अनि त्यसपछि 10% चाहिँ त्यहाँ आफ्नो स्यालेरीबाट काट्छ प्लस फेरि आफूले 10% ल्याएर एड गरिदिन्छ भनेको 20% चाहिँ तपाईँको के भन्छ भन्दाखेरि सञ्चय कोषमा एड हुने है त। एकदमै इम्पोर्टेन्ट कुरा हो। तर एकदमै चाहिने हो। कोसिस चाहिँ हामी चाहिँ रिटायर हुने बेला या तपाईँले चाहिँ रिजाइन गर्नुभयो भने या कारणवश जब चाहिँ छोड्नु भनेपछि त्यो रकम तपाईँले एकमुष्ट रूपमा सबै पाउनुहुन्छ है त। र त्यति मात्रै होइन यहाँनिर चाहिँ अरू पनि अन्य प्रकारका भत्ताहरू पाइन्छन्। त्यो भत्तामा पनि एकचोटि र त्यो भत्ताहरू चाहिँ अन्य भत्ताहरू चाहिँ यहाँनिर काम गर्ने सम्पूर्ण चाहिँ हाम्रो पर्मानेन्ट चाहिँ हाम्रो कर्मचारीहरूले है जुन चाहिँ स्थायी कर्मचारी हुन्छ उहाँहरू सबैको पनि बिमा गरिदिएको हुन्छ। सञ्चय कोषको बारेमा कुरा गरिसक्यो है। 20% चाहिँ सञ्चय कोष हुनुपर्छ। आफ्नो 10% प्लस एनयुको 10%। ओभर टाइम पनि हुने गर्छ है। यसमा चाहिँ तपाईँले एनयुले चाहिँ तपाईँको अब तपाईँको वर्किङ 8 घन्टा मात्रै हुन्छ भने त्यो बाहेक पनि तपाईँले काम गर्नुभयो भने त्यो गरेर तपाईँले ओभर टाइम पनि पाउनुहुन्छ। र चाडपर्व खर्चहरू पनि तपाईँले चाहिँ त्यहीसँगै पाउनुहुन्छ। त्यो चाहिँ तपाईँको एनयुमा काम गरेको 1 वर्ष पुगेको स्थायी कर्मचारीहरूले स्थायी कर्मचारीहरू चाहिँ पाउनुहुन्छ है। जस्तै तपाईँले 12 महिनाको स्यालेरी 1 वर्षमा 12 महिनाको स्यालेरी हुन्छ प्लस तपाईँले चाडपर्वको खर्च एड गर्दा 13 महिनाको स्यालेरी हुन्छ। र यो चाडपर्व चाहिँ तपाईँले महिनाको जुनसुकै वर्षको चाहिँ जुनसुकै महिनाको पनि लिन सक्नुहुन्छ। धेरै साथीहरूले चाहिँ दसैँ तिहार लिनु हुन्छ त्यो भयो। तर यसको लागि चाहिँ हाम्रो चाडपर्व खर्च भनेको चाहिँ एउटा फर्म भर्नुपर्ने है। त्यो फर्म भरिसकेपछि तपाईँले चाहिँ त्यो पाउनुहुन्छ। र अर्को एकदमै इम्पोर्टेन्ट छ हाम्रो स्थानीय वेतन। तपाईँ चाहिँ
स्थानीय चाहिँ कुन तहको स्थानीयमा काम गर्नुहुन्छ, कहाँ काम गर्नुहुन्छ, त्यसको भौगोलिक संरचना अनुसार चाहिँ तपाईँ चाहिँ कतिको दुर्गममा हुनुहुन्छ, कतिको सुगममा हुनुहुन्छ, त्यो अनुसार चाहिँ यो चाहिँ स्थानीय भत्ता हुनुपर्को छ। तपाईँ जति चाहिँ यो दुर्गम जिल्लामा पर्नुभयो त्यति नै बढी चाहिँ स्थानीय भत्ता हुनुपर्छ। र त्यो बापत चाहिँ अब के हुन्छ भन्दाखेरि दुर्गम भत्ता पनि हुने गर्छ। त्यसले चाहिँ तपाईँको स्थानीय भत्ता पनि हुन्छ। त्यसले चाहिँ तपाईँको स्यालेरीको 20% 30% चाहिँ स्यालेरीको 30% पनि भत्ता पाइने गरिन्छ। अर्को आउँछ पिरामिड हुन्छ। पिरामिडमा हामीले चाहिँ नेपाल विद्युत प्राधिकरणमा काम गर्दा गर्दै कर्मचारी भएको नाताले चाहिँ हामी पुलिसहरू बिरामी पऱ्यौँ, कति एक्सिडेन्टहरू केही गऱ्यो भने चाहिँ एमएलले चाहिँ केही रकम तपाईँ सहयोग गर्छ, बिरामी गर्छ बिहानै। र हाम्रो चाहिँ एउटा मेडिकल बोर्ड हुन्छ, त्यो बोर्डले चाहिँ सिफारिस गर्यो ल यो बिरामी चाहिँ जेल हुन्छ, बिरामी खर्च चाहिन्छ भनेर हाम्रो सिफारिस गर्यो बिरामी खर्च है। र त्यसपछि आउँछ हाम्रो प्रोफिट सेल। प्रोफिट सेल चाहिँ कस्तो हो भन्दाखेरि एमएलले चाहिँ प्रत्येक वर्ष चाहिँ नाफा कमाइरहेको छ, अहिले त यहाँनिर नाफा भइरहेको छ, र त्यो नाफाको चाहिँ केही प्रतिशत चाहिँ आफ्नो कर्मचारीहरूले पनि पाउने गरेको छ है। तर यो क्रममा चाहिँ हाम्रो प्रोफिट सेयरिङ चाहिँ भाद्र 1 गते यानि हाम्रो यहाँनिर इस्टाब्लिस भएको दिन चाहिँ हाम्रो चाहिँ वार्षिक उत्सव हुने छ। त्यो वार्षिक उत्सवको दिन चाहिँ सबैले पाउनुहुन्छ है त। र यति नै हो। अर्को चाहिँ यति नै हो अन्य भत्ताहरू भन्छ। र अर्को हाम्रो चाहिँ तपाईँको फिल्ड भत्ता पनि भन्ने हुन्छ। त्यो चाहिँ तपाईँको कामको सिलसिलामा बाहिर अफिसभन्दा बाहिर जानुभयो या फिल्डमा जानुभयो भने त्यो भत्ता पनि आउनु पाउनुहुन्छ। त्यो चाहिँ मैले इन्क्लुड गरेको छैन है। र आजको लागि यति नै। यो भिडियोमा मैले चाहिँ कभर गरेको छु सबै कुराहरू। केही कुरा चाहिँ कभर गर्ने बिर्सेँ भनेपछि कमेन्ट गर्नुहोस्, केही प्रिपेयरहरू छ भने त्यो पनि कमेन्ट गर्नुहोस् है। म चाहिँ अरू भिडियोमा सुन्ने कोसिस गर्दछु। अहिलेको लागि चाहिँ यति नै है त। सबैलाई धन्यवाद भिडियो हेरिदिनु भएकोमा।